হলে ক্যুমরোবা মাইং হলে ক্যুমরোবা ওহো ক্যাইং হলে ক্যুমরোবা মাইং হলে ক্যুমরোবা তোতাই ngolsho ngamira kyo khaya je ngamira kyo khaya je तरीबा खैमा क्याई फ्याल तरीबा खैमा माई फ्याल तरीबा खैमा क्याई फ्याल तरीबा खैमा माई फ्याल तरीबा बोडर बालो सेरीबा हो मुल्शो सबथु बमले आजे तले हो मुल्शो सबथु बमले आजे क्याइंग होले क्यों रोबा माइंग होले क्यों रोबा तोतै मुल्शो नमीरा क्यों खाया जे नमीरा क्यों खाया जे होले क्यों रोबा माइंग होले क्यों रोबा ओहो क्याइंग होले क्यों रोबा माइंग होले क्यों रोबा तोतै ngolsho नमीरा क्यों खाया जे नमीरा क्यों खाया जे
नमस्ते एकदम शुभ राम्रो विवाह है अल्ला दुलाको आमा अस्ति कुरा गरेको है ल मेरो सोल्टिनी हो नि चिन्यो हो त नि हाम्रो बाउहरूलाई हजुर शुभ यात्रा स्वागत सबै ल स्वागतम ल हाम्रो जन्तीहरूलाई हजुर नमस्ते स्वागतम फुलै सिद्धेको हेर न नमस्ते सबैलाई वेलकम होला मम्मीले आउने भएको एउटा जाले रुमाल फुल भरेको छैन ओइ भएको एउटा जाले रुमाल फुल भरेको छैन केलै जान्छौ सानो तिमीले पिरातीमा भएन एहे बरै सालको पाको टपारी हुनी हे बरै नहुनी सल्लाइको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लाइको सालको पाको टपारी हुनी हे बरै नहुनी सल्लाइको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लाइको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लाइको
लालीको रिस गर्ने मान्छे कहाँ होला र सानो लालीको रिस फुल्ने गरे मैले त के जानु हे बरै सालको पातको टपारी हुनी हे बरै नहुनी सल्लाइको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लाइको सालको पातको टपारी हुनी हे बरै नहुनी सल्लाइको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लाइको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लाइको छेउमै छ नि लाली फुला ब्याउले किन हेर्छ छेउमै छ नि लाली फुला ब्याउले किन हेर्छ जुगै काट्ने आश छ मलाई मन किन फेर्छौ ए हे बरै सालको पातको टपारी हुने हे बरै नहुनी सल्लाइको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लाइको सालको पातको टपारी हुने हे बरै नहुनी सल्लाइको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लाइको तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लाइको आउँदा जाँदा देउरालीमा फुल चढाउँछु मैले ओइ आउँदा जाँदा देउरालीमा फुल चढाउँछु मैले तिमीलाई सम्झी चढाएको फुल
यो चाहिँ आमाको दुधको भाडा दिनको लागि हामीले तपाईँहरूले दिए। यो चाहिँ आफ्नो साथीभाइ सङ्गीन साथीहरूको के अरे उनीहरूबाट छुटकाराको लागि 1 सुगा दिएको। हामीहरूको परपर गाउँमा रोदी भन्ने चलन थियो। रोदी आमालाई औँसी आमा भन्छ अथवा तपाईँ रोदी आमा। यो चाहिँ हामीहरूको रोटी रक्सी गर्नको लागि यो चाहिँ हामीहरूमा गाउँमा त मुखिया हो। त्यो मुखियालाई चाहिँ हामीले हाम्रो छोरी बिदा शेषुवाको हामीहरूको गुरुङको अब हामीहरूको रीतिरिवाज कस्तो तरिकाबाट यो शेषुवा किन माग्यो यो शेषुवाको विषयमा चाहिँ मैले छोटकरीमा अब कस्तो तरिकाबाट जाने हो त्यो अहिले जुन तरिकाबाट जाने हो भने अझै धेरै गर्नुपर्ने थियो। तर छोटकरीमा चाहिँ हामीले यो शेषुवा लिएपछि हामीले अब तपाईँहरूसित चाहिँ बिहाको लगनको चाहिँ पक्का पक्की भयो। अबदेखि बल्ल हाम्रो बिहाको भयो। अबदेखि हामीले तपाईँहरूसित सगन भयो। अब केही माग्नुपर्छ हामीले माग्नुपर्ने के हो कहिले दसवटा रोटी हामीलाई धेरै होइन 10वटा उनीहरूको आमा जो कि 10 ज्यादा दुध सिलाउने आमा त भयो। त्यसपछि चाहिँ बाउहरूको आमाहरू ती बाउ आमाहरूले के गर्न खोज्छ भने हाम्रो छोरीबेटी लगेपछि हामीलाई त्यसको केही न केही दुध चाहिन्छ। छ्याङ्की नामको त्यो छ्याङ्की चाहिँ हामीहरूको आमाहरूको चाहिँ कस्तो नीति छ त्यो एउटा नियम राखेको। त्यो नियम कति हो 10,000। त्यो 10,000मा चाहिँ तपाईँहरू छिर्नु त्योभन्दा धेरै दिए तपाईँहरूको मर्जी 10,000 चाहिँ हामीहरूको छ्याङ्की लाग्छ एउटा खसीलाई आज भोलिको दस्तुरमा कतिवटा पहिला एक मोडमा एक सुलोमा हाम्रो बाबु बाजेहरूले खानु अब कति लाग्छ तपाईँहरूले खसी आयो हामीले माग्नुपर्ने अब एउटा फुल लगे अब हाम्रो यो ठेकी हाम्रो भयो हजुर कलास पनि कलास के दिन पर्यो